त्यो डाँडाबाट यस्तो कटेर आउनुपर्ने रहेछ क्या, जङ्गल रहेछ, गाह्रो। आम्मामामा भ्यू त कडा देख्ने रहेछ हौ। कति मान्छेहरूले अब लोकेसनको भिडियो गरेर हाल्दैन नि त, अनि त्यही भएर चाहिँ मैले आज यसो लोकेसनको भिडियो हालेको हो क्या। ल हेर्दाखेरि चाहिँ यस्तो राम्रो लाग्छ है। ल ओ माई गड, अब त्यहाँ चाहिँ जानुपर्ने हुन्छ अब। ल खाल्टोमा चाहिँ पानी रहेछ, फोहोरहरू चाहिँ नफालिदिनु होला यार यसरी यार। तपाईँहरू आएर चाहिँ फोहोरहरू चाहिँ यस्तो बिजोग चाहिँ नगरिदिनु होला। त्यही हो ल, मेन भने पोइन्ट भने यही हो। अनि हाम्रो उता डाँडा पनि एउटा भ्यू टावर छ क्या, राम्रो छ त्यो नि। यता चाहिँ अलिकति फोहोर रहेछ भनौँ न, यस्तो फोहोरहरू चाहिँ नगरिदिनु होला यहाँ आएर चाहिँ, किनभने यस्तो राम्रो ठाउँलाई यस्तो हेर्नु नि, यहाँ प्लास्टिकहरू छ, बोतलहरू छ, यस्तो नफालिदिनु। एउटा ठाउँमा बरु कलेक्सन गरेर राखिदिनु होइन, कसले के भन्छ र। अब म चाहिँ लाग्दैछु। अनि हेर्नु नि हिमाल हेर्न सक्नुहुन्छ तपाईँले। म आउँदाखेरि चाहिँ उयो बाटो चाहिँ होइन, यो तलको बाटो हो क्या, त्यो बाटो चाहिँ। अनि हेर्नु नि हिमाल हेर्न सक्नुहुन्छ तपाईँले। म आउँदाखेरि चाहिँ उयो बाटो चाहिँ होइन, यो तलको बाटो हो क्या, त्यो बाटो चाहिँ। त्यो डाँडाबाट यस्तो कटेर आउनुपर्ने रहेछ क्या, जङ्गल रहेछ, गाह्रो। आम्मामामा भ्यू त कडा देख्ने रहेछ हौ। त्यही हो फुन्चोकीको डाँडा भने, त्यही हो सबसे अग्लो भने, अरू त छैन यहाँतिर। ओहो हेर्नु न यहाँ साइडतिर यस्तो फोहोर गरिदिनु भएको यार, बिजोक। ल हेर्दै गर्नु। अब हामी नेक्स्ट टावर नि जानेछौँ, यहाँबाट होला सायद, म सोध्छु बाटो। अनि अहिलेको लागि चाहिँ यति नै। ल बाई गाइज।